हाम्रो देश नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतामा एकता भएको सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। सुनसरीमा मुस्लिम र हिन्दू बीचको विवादमा 3 जना मधेसी दाजुभाइको मृत्यु भयो। अत्यन्तै दुखित बनाएको छ। ती पनि नेपाली आमाका सन्तान नै थिए, हाम्रै दाजुभाइ थिए। त्यो घटनाले अत्यन्तै दुखित बनाएको छ। मृतकप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारमा गहिरो संवेदना व्यक्त गर्दछु। घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र दोषीमाथि सरकारले छानबिन गरी कानुनी प्रक्रियामा कानुनी उपचारको व्यवस्था गरोस्। सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव बिगार्ने जो कोहीलाई पनि सरकारले छानबिन गरी खोज तलास गरी कानुनी उपचारको व्यवस्था गरोस्। हाम्रो देश नेपाल एउटा मेलमिलाप, सहकार्य, सहमति, भातृत्व, एकता र मेलमिलापमा विश्वास गर्छ। त्यसैले हाम्रो देश नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न मधेस, पहाड, हिमाल सबै हाम्रा नेपाली दाजुभाइ हुन्। सबै प्राचीन कालदेखि मिल्दै एकताबद्ध भएर मिलेर बसेका समुदाय हुन्, जसको हाम्रो पहिचान यो राष्ट्रको पहिचान बनेको छ। कसैले बिथोल्लेर बिगार्ने काम नगरोस्। सबै सतर्क हौँ। धन्यवाद।